टेन्सन नलिनु, म विदेश जान्छु, पैसा कमाएर फेरि हाम्रो घर बनाउला नि है। कस्तो राम्रो सोल्टीहरू हुँदो रहेछ। तपाईँको त्यो कस्तो राम्रो देखेको के त्यो ज्याकेटले के पहिलो ज्याकेटले वाउ कस्तो राम्रो बाफ्रे। मलाई थाहा छ कोरेर प्रेम पत्र मलाई दिन मन छ तपाईँहरूलाई। अलिकति जाओस् मेरो सबै सोल्टी अनि सोल्टिनीहरूको लागि है, आमाहरूको लागि अर्को पनि गाउँछु म। यस्तै यस्तै गरेर नाच्दिन सक्नुहुन्छ है तपाईँहरू? हुन्छ ल है त। गीत गाएर लेट
लगेर दुईजना मान्छे पुगेको ढाड्यो त्यस्तो भएर भेटिने मान्छे हो के गरेर अहिलेसम्म अमेरिकाले भिसा दिएको छैन वा तिमीले थाहा पाएर ल्या मलाई त त्यसको त अमेरिकाले भिसा दिइसक्यो अनि त त्यही भएर झ्याप्प गएर एउटा दुईजनालाई आई लभ यु भनेर इङ्ग्लिसमा भनिदिएको ठ्याक्कै भिजा दिइदिएको तिमीले आई लभ यु भन्दा दियो मैले त आलुको बिउ भनिदिएको के भनेको यो दियो गरेर दिनु बच्चे फाटेले कति हान्यो होला उसलाई आलु दब्यो भनेको छ मैले त आई लभ यु भन्छु मैले त कस्तो मिस्टेक गरेको काउली बुढी आलुको पनि त्यो मुडेको आलु भन्नुपर्ने रहेछ वा म त्यो खटे पास गरेको आलु भनेको चिरा दिएन भनेको त्यो कुहिरोले नबुझेर होला अब चाहिँ पटाटो भनिदिन्छु म खतरा ठिन्छु नि तिमी यदि जान्छ तैँले पनि त्यस्तै भन्छौ जहाँ गएर चाहिँ आलु भन्दैन अगाडि आलु भनिदिएपछि दिन्छन् भिजा त्यसो अर्को पनि एउटा खतरा चिज फुरिरहेछ खतरा कुरा तिमीले गाउने कि मैले गाउने तिमी गाउनको म सुन्छु ए काउली बुढी मेलम्ची आएको छ काली बुझाउन के टुवा परेर बजाउनु कति हाँस्ने भनेर म त हाँस्दा पनि खत्रै हाँस्यो है म हाँस्दाखेरि अस्ति म अमेरिकामा चिन्ता कुहिरेको डाँडा खटे गएछ भनेको तिम्रो पनि त्यस्तै होला विचार सुनाले तिमी जति बेला पनि गोठमा बन्दिरहने हाँस्छौ बाहिर आउँदाखेरि हाँस्छौ भात पकाउँदाखेरि हाँस्छौ अनि झर्दैन त ल काउली बुढी त्यो गीतको उठेन छाकुनारायण भन्ने काम त त्यो नारायण सारायण छोडेर प्रसाद गाए पनि हुन्छ भयो प्रसादमा काम त आङ छिरिङ कामी शेर्पा गाए पनि हुन्छ ल त्यो कुन संस्थाबाट चाहिँ भन्ने एउटा ओर फर नेपाल होइन ओर फर नेपाल भन्छ क्या काउली बुढीलाई कहाँबाट थाहा हुन्छ आलु बुढीले चाहिँ आइरहेको छैन हो त्यो तिमीलाई मैला सेन्जल भन्ने थाहा छ मैला सेन्जल भन्ने थाहा छ कसरी थाहा भयो भन्छ अहिले नाच्यो मलाई एकदम लाज लागिरहेको अवस्था छ गीत थियो गीत थियो तिमी के मसी सक्छ भने हो ए काउली बुढी मेलम्ची आएको छ घट्ने ठिने मान्छे हो क्या माटो बजार लिएर पास कता टुवा परेर बस्ने भात भएर यो काउली बुढी मेलम्ची आएको छ त्यो बाजेलाई सकसक लागेको छ जय फुलको बासेना नबोल्ने चिचाची राखना मैले एकदम हाइले बच्चिने हो होइन है त्यहाँदेखि ऱ्याप चाहिँ हान्ने कि ल म झ्याप नभएदेखि म अङ्ग झ्याप भएर आएको हेर आँखै राति राति समस्या छ सबै आमा गर्नुहोस् कि अहिले त माको क्षेत्र आमा गरेर बस्नु भएको छ यो हो नि त माया भनेको ल यहाँ त आउँछ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चाबेल समिति उपत्यका समन्वय समिति चाबेल समितिको संयोजक मेलम्ची नगरपालिका वार्ड नम्बर 1 का सदस्य कलाकार आदरणीय दाइ भीमसिंह खतिवडा अनि मेरो आदरणीय मित्र ह्यान्डसम बिहे भएको छैन उहाँको छोरो 2 वर्षको छ नवीन खड्काजी यता आउनु फर्कानी अगाडि आउनु न तपाईँ झ्याप्पै लगाएर काउली बुढीको अङ्गालो मार्न जानु भएको कति कुर्ता आमामा धेरै नहलाउनु सक्दैन फर्कानी भनेको त एकदमै नम्बर 1 मान्छे हो क्या फर्कानीले पहिला गोरु पाल्नु हुन्थ्यो बिचमा आएर ठ्याक्क गोरु पाल्नु छोडेको गोरुले दुध दिन थाल्नु अहिले पशु त लागेर सानो भइरहेको छैन मलाई त अनि हाम्रो काउली बुढी पनि यतै आउनु भएको छैन आमामा काउली यता आउनु तिमीलाई एकचोटि हकार्न नपाएर म त साह्रो छटपटिरहेको छु अनि धेरै नबुझेर आफै मलाई पुर्नुकै जान्छु होला एकचोटि माइक दिउँ न काउली बुढीलाई मलाई पनि यस्तो धर्मसँग कस्तो अङ्गालो मार्न भनिरहेको थियो मिल्छ अङ्गालो अगाडि मारौँ न खोइ पनि के सिक्क हुँदैन अगाडिबाट होइन पछाडिबाट मारौँ पछाडिबाट त मार्दैन म त नमार्ने म त अगाडिबाट मार्नु चलन छ मारौँ न त मारौँ 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 न के सिक्क हो यता काउली बुढी यता बुढो काउली त्यस्तो खालको हुन्छ त्यसै आफूलाई गोरु गाउँले नभन्नु न यहाँ आफूलाई यहाँ
हेर कति चिठी गरेर आएछु आमाले लो सम्झि पनि आउनु आउनु सम्झि राजा नमस्ते छोरीको यहाँ वहाँ तपाईँ हो त कस्तो नभएको अनि सबै हुन्छ हजुर बल्ल बल्ल धेरै पछि मेलम्चीमा आएको हेर्नुहोस् है बल्ल बल्ल धेरै पछि मेलम्चीमा आएको बेकारमा कोही छ भन्ने मनमा आँटो भएको कोही हुनुहुन्छ अझ त भन्दा नि गरेको त थाहा भन्नु न कस्तो ट्युनिङ मिल्छ कस्तो गोरु चाहिँ नभन्नु न मैले खाएको छैन नि गोरुको दुध मैले खाने भनेको खसीको दुध गरेर कस्तो मिठो थियो क्या किन फेरि टाढो बोलिदिन्छ त्यो बिचमा यिनी मेरो कुरा हुन लागेको छैन क्या छोड्दा यिनी सोच्छ त नलिएको हुन्छ अनि पहिला त हाम्रो खास त धेरै हुन्थ्यो त राजा पहिला भात अनि आलुको हुँदाखेरि अहिले ब्रोकाउली भइहाल्यो यो आलु र काउली मिसाएर रातभरि सिन्चिला भने त भोलिपल्ट दालै हुन्छ होला त अब कस्तो अलि यता आउँछ कता अलि बिस्तारो तानहरू एउटा खुसी छिप 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 कस्तो गन आएको पहिला लुगा धुन उठा आउँदो काउले लुगा धोएर के आफ्नो काठमाडौँबाट गाडीमा पुरा बाहिर चेपेर आएको कता हाल्छ नि अनि किन बाख्रासँग च्यापिनु पर्थ्यो त म सबै दिएँ त यहाँ होइन अब बुढी यसो दया माया गर्दा हराएर झोक्न आलु बुढाले पनि चान्स मारि हालेको नि त अनि एकदम बानी चाहिँ क्या घरि बाख्रातिर जाने घरि गाईतिर जाने कस्तो नराम्रो बानी अब छ। कृषि प्रधान देशमा कता जानु त बुढा बाइक चल्यो भने तेल महँगो बढिहाल्यो कृषि प्रधान देशतिर यसो पहिला कुखुरातिर जानु पर्दैन कस्तो अब राम्रो पहिला त काउले बुढीलाई पनि बिहाएर भुइँसी माथि चढाएर पुरा लाने विचार गरेको छु क्या भैँसी माथि त नचढाउ न खसी छँदैछ नि एकचोटि ठोक्दै तान्दै हेर न हेर एकचोटि ठोक्दै ताने बरु काउलीलाई नगर्नु है हामी यो मेरो डल्ले मान्छे पछाडि पछाडि आउने माया गर्ने सुटुको माया दिनु जाने यसको कामले हुन्छ है मान्छेको त हेर्छु भयो हो त्यो त मान्छे त ह्यान्डसम हुन्छ नि तिमीमा त राम्रै हो नाक भुइँसिहाल्यो दुइटा अनि के माने कुरा कस्तो भयो सुन्यो त हो होइन म त बिग्रेको रेडियो जस्तो घरि बजार त माग्ने ल्याएको घरि खड्गाजी आएको अहिले शेरबहादुर तामाङ जस्तो त बिग्रेर बोलिदिन्छ थाहा छैन आफूले अनि तिमीलाई रेडियो हुनु पर्थ्यो त बिग्रेको रेडियो हुनु पर्थ्यो त अब सबैको रेडियो त एफएमले टिप्ने कहिले गएर त्यो भएर बिग्रेको घाँडा घुरो पारेर बस्छ नि त यसो बेलामा चाहिँ आउन त एउटा फोटो रेडियो आउने पुलिससँग आज ब्याटल खेल्नु भन्ने आइरहेको थियो खेल न त यसो अगाडिको डान्स खुसिया दिएर फिलिङ चाहिँ हरायो त्यसको के ब्याटल खेल्नु फिलिङ्स भनेको त आफ्नो हुन्छ त भनेको यहाँभित्र आउन त होइन यस्तै त अहिले जमाना एकदम हाई लेभलमा छ कि अनि पहिले भेट्न हक गरेर त्यो भेट्न चुम्बन गर्नु नि डाँटेर हिँड्छ खासमै चिब्रोले त्यो गिजाले घोज्छ भनेर क्या धेरै कतै भएन नजिकै आउनेलाई भाग्यमानी हुन्छन् काउली बुढी पाउनेलाई ल हेर्नुहोस् है पाउन त्यसो सजिलो छ त भाग्यमानी त भइहाल्यो नि हेर न हामी यहाँ बुढे सालमा यसरी जिउ चाहिँ सिलिङमा नाच्छु क्या मैले तिमीलाई एकदम मिली बुढाजी उयो ह्यान्डमाको झन् चिन्ते दाँत रहेछ सबै राता यता आउनुहोस् क्या काम छ माथि आउनुहोस् नानी माथि त आउनु सम्झिको लागि अहिले भाका दाँत पनि उहाँको ओरिजिनल बुढीले फेरि झारिदिने क्या यहाँ भएर कस्तो छाडी सुन्दैछु म त उसलाई मिलाइहाल्छु नि कुरो यहाँ आउनुहोस् न तपाईँ ए तपाईँको बुढा हो क्या अनि बुढाको दाँत छैन त बुढीको नक्कल है क्या बुढा खै त बुढा हुनुहुन्छ नि अब कता हुनुहुन्छ सँगै ल्याउनु भएन तपाईँ लिएर आएको छ ल्याउनु त त्यहाँ मिलेर भन्नु होइन मैले कुरो बुझेको आउने बुढी पहिला पहिला त बुढाहरू कार्यक्रममा हिँड्ने बुढी चाहिँ घर बनिन्छ अहिले बुढामा गोरी जोरी बस्छ नि बुढीले नाच्नलाई एकदम त्यो जग्गा बेसी भनेको हो नि त मैले खाँदै लिन्छु उहाँ पछाडि बुढासँग मेरो 20 वर्ष अगाडि हेर्नुहोस् म फेर्दै क्या अफेर भनेको माया अनि चाहिँ नि पक्क पारेर दुईजना गयो हुन्थ्यो तपाईँको बुढालाई भनेको नरिस भन्नुहोस् है जे घरबाट आज म पोल खोलिदिन्छु क्या किन नभन्नु त समिति बेला बेला आउनु भएको किन भन्नु पऱ्यो त नि भनेपछि त्यस्तो माया छ है मेरो लागि कस्तो राम्रो त माया लाग्छ नि हो काउली बुढी कस्तो माया लाग्छ भनिदिनुहोस् न एकचोटि। यो बुढीले रातभरि पुऱ्याइ ल्याउँछ क्या यसले जङ्ग पैसा अनि हेर्नुहोस् है सधैँ नै यता सुन्नुहोस् है अनि के भयो भने चाहिँ उनका बुढा रमाइलो सो पारेर जहिले जहिले चाहिँ बाख्रा चलाउनु जाने न्यु इयर बुझ्नु
चाहिँ नछुट्टिनु लाग्नु बाख्रै जस्तो बाख्रा जस्तो नि अनि तिमी बोका पनि भन्दैन भने कस्तो मान्छेलाई भेटाइएको छ गीत देऊ नि गीत देऊ धेरै कुराहरू के सुमा सच्यौ दर्शन छ है हजुरलाई मन्त्री हो पूर्व मन्त्री पूर्व मन्त्री छु यो मेरो गुरुकान्त कुरो कामै नगर्ने जब मान्छे ठेका परेर हिँड्छ नमस्ते गर्ने गर्ने बुढो नभनेर हस्बेन्ड भनेको इङ्ग्लिसमा देऊ नि क्या बुढो बुढो भन्ने अनि इङ्ग्लिस आउनु पर्यो नि सिकाएको थियौँ त्यति बेला त्यसरी ल जान्छ हाम्रो चाहिने सबैलाई चाहिने नमस्ते छ है फेरि पनि उतातिर आयो यतातिर अरे बा कस्तो राम्रो ठाउँका देखेँ नमस्कार के गर्ने हात चाहिँ सबै लुतो खनाएर बसेर छ तखले निकाल्ने हेर न कसैको हात छ त बिचरा त्यहाँ कुचामा पनि मिल्नु पर्यो नि सबैले पछाडिबाट तानेपछि कसरी मिल्छ हो कि आफ्नो बुढी हराउँथ्यो भने हाँसीमार बसिरहेको यस्तै लाग्यो एउटा गीत गाउँछु एउटा गीत गाउँ अनि सुना त कस्तो हुन्छ मेरो पनि गीत त खतरा छ नि त एक महिनामा के छ दुई महिनामा दही छ काउने बोटो भेट्छु भन्दा अन्तै पहिला गएछ त्यसका बाजे ब्याटलक लाएर मरे नि त अतिथिको आसन ग्रहण गर्नको लागि म अनुरोध गर्छु 1 2 3 गो समेत पुर्याउनु भएको यहाँको योगदानका लागि हामी गौरवान्वित भएका छौँ र यहाँको आजको यहाँलाई आज चंगी चंगी डबे मुना हमरे हिमालको गौरवशाली सागर माथा मेरे नेपालको तिमी हिँड्ने मान्छे कति जति आएको होला त मान्छे कति जति थियो होला जनचेतनामूलक यो नृत्य तपाईँको लागि स्वीकार्नुहोस्
नेपाल से इधर सोने के लिए आए हैं। अभी कितना काम बाकी है? उठ। हेलो, हामी वर्क फर नेपालबाट बोल्दैछौँ। तपाईँको बहिनी विदेशमा बेचिएको रहेछ। हामी एकदम सरी भन्न चाहन्छौँ। तपाईँको बहिनीले दुःख खेप्न नसकेर आत्महत्या गर्नुभएछ। दादा मैले आत्महत्या गरेँ, तर विवश भएर गरेँ। त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई म यही भन्न चाहन्छु, आफ्नै जन्मभूमि नेपालमा भरे खोले खाएर बाँचौँ, तर स्वतन्त्र बाँचौँ। यसमा चाहिँ तपाईँहरूले बुझ्नु भएन होला, बहिनी विदेश जान्छ र उहाँ दुःख पाउँछ, बेचिन्छ, बेचिएपछि त्यहाँको साउले उमाथि शोषण गर्छ र उसले बाध्य भएर आत्महत्या गर्छिन् र त्यसपछि आत्मा बनेर आएर गरेको यो नृत्य। एकचोटि जोरदार तालीले उहाँलाई फेरि पनि सम्मान गरौँ। यो चेतना तपाईँहरूको लागि र हाम्रो छोरी चेली र हामी छोराहरू पनि नेपालमै बसेर अब कृषि क्रान्ति गरौँ या नेपालमै बसेर उद्योग व्यवसायमा लागौँ। र यो गीतले जुन आज जुन सन्देश दिन खोजिएको छ, यस सन्देशबाट तपाईँहरूले महत्त्वपूर्ण सन्देश प्राप्त गर्नुभयो भन्ने मलाई लाग्छ कि हामी वास्तवमा कतिपय कुराहरूमा हामी पछाडि रहेछौँ र हामीले बुझेनौँ कि हाम्रा धेरै युवाहरू, हाम्रा धेरै दिदीबहिनीहरू हिजो विदेशमा गएर काम गर्ने स्थिति बन्यो। किन त्यस्तो बन्यो त्यो पनि हामीले बुझेनौँ। हामीले धेरै रोजगारीका अवसरहरू यो मुलुकमा सिर्जना गर्न सकेनौँ। हामीले धेरै युवाहरूलाई यही मुलुकमा पढाउने अवसर पनि सिर्जना गर्न सकेनौँ। वर्षका लाखौँ, 40औँ हजार युवाहरू विदेश पढ्न जान्छन्। लाखौँ नेपाली युवाहरू विदेशमा काम गर्न जान्छन्। विदेशमा काम गर्न जाँदाखेरि शोषणमा परेका छन्, हिंसामा परेका छन्, बलात्कारमा परेका छन्। र तिनै महिला दिदीबहिनीहरू जो बलात्कारमा परेर कतिपय महिला दिदीबहिनीहरू बच्चा बोकेर आउनुपर्ने स्थिति पनि हामीले भोगेका छौँ। त्यसैले हामी के चाहन्छौँ त, यही मुलुकमा हामी तमाम नेपाली युवा दिदीबहिनीहरूलाई यही मुलुकमा रोजगारी सिर्जना होस्, यही मुलुकमा काम गर्ने वातावरण सिर्जना होस् र यही मुलुकमा तपाईँहरूले काम गरेर मुलुकलाई अगाडि बढ्न सकोस्, हामी यही चाहन्छौँ। त्यही चाहना राखेर हिजो विगतमा मैले वास्तवमा सरकारमा एउटा जिम्मेवारी पाएको थिएँ र सरकारमा जिम्मेवारी पाइरहँदाखेरि कानुन निर्माण गरेर कानुनी क्षेत्रमा भएका कतिपय व्यवस्थाहरूको कारणले हुने ठुल्ठुला भ्रष्टाचारहरूलाई अन्त्य गर्न सकिन्छ। ठुल्ठुला भ्रष्टाचारहरू लाख करोडको होइन, अरबौँ अरब भ्रष्टाचार गरेर केही व्यक्तिहरू मटाउने खालको प्रवृत्तिलाई अन्त्य गर्न सकिन्छ। ती भ्रष्टाचारीहरूलाई समाजमा नाङ्गे झार पारेर बाहिर लिएर आएर वास्तवमा मुलुकलाई भ्रष्टाचार मुक्त बनाएर धेरै युवाहरूलाई काम गर्ने वातावरण यही मुलुकमा गर्न सकिन्छ। त्यही अभियान सुरु गरिएको थियो। तर कतिपय सन्दर्भमा कतिपय कुराहरू काम गर्ने सन्दर्भमा काम गर्दै जाँदाखेरि कतिपय मान्छेहरूलाई चित्त बुझेन, जसको कारणले गर्दा हामीले काम गर्न खोज्ने मान्छेहरूलाई यो मुलुकमा काहीँ न काहीँ अप्ठ्यारो सिर्जना हुँदो रहेछ। तर पनि नेपालका तमाम सिन्धुपाल्चोक जिल्लाका 2 नम्बर क्षेत्रका जनता मात्र होइन, आज देशैभरिका र विदेशमा पनि बस्ने नेपालीहरूको समर्थन हामीलाई प्राप्त भएको छ र
र हामीले कानुन निर्माण गर्दैछौँ। आज मात्रै पनि संसदमा एउटा कानुन पारित भएको छ कि सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ। ठगेर उनीहरूले सम्पत्ति लुकाउन पाइँदैन, भ्रष्टाचार गरेर अधिकृतहरूले सम्पत्ति लुकाउन पाइँदैन, भ्रष्टाचार गरेर नेताहरूले पनि सम्पत्ति लुकाउन पाइँदैन। सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन हामीले संसदमा पारित गर्दैछौँ। त्यसै गरी अन्य भ्रष्टाचार हुने धेरै ठाउँहरूलाई टाल्नको लागि हामी कोसिस गरिरहेका छौँ। त्यो किन त भन्दा हामी जस्ता लाखौँ नेपाली युवाहरू जो महिला दिदीबहिनीहरू दर्दनाक रूपमा यहाँ काम छैन, पढाइ छैन, अनि काम र पढाइ नभएको कारणले विदेशमा गएर काम गर्नुपर्ने अवस्था सिर्जना भयो र त्यही अवस्था सिर्जना हुँदा हामी दलालको हातबाट बेचिनु परेको छ। अब मानव व्यक्तिको विरुद्ध हुने कुनै पनि गतिविधिहरूलाई यो यस्तै खालको कार्यक्रमले देशमा पनि म के तपाईँ सामु के अनुरोध आग्रह आह्वान गर्न चाहन्छु भने यो देशमा मानव व्यक्तिको विरुद्ध महिला व्यक्तिखण्ड र महिला हिंसाको विरुद्ध हुने अभियानमा यो मेलम्ची महिला सञ्जाल सिन्धुपाल्चोकको महिला दिदीबहिनीहरूको सिन्धुपाल्चोक महिला सञ्जाल सबैभन्दा अग्रपङ्क्तिमा उभिएर अगाडि बढोस्, जसले गर्दाखेरि यो 77वटा जिल्लालाई सिन्धुपाल्चोकले अग्रपङ्क्तिमा रहेर यहाँले नेतृत्व गर्नेछ भन्ने मैले आशा आह्वान गर्न चाहन्छु। यहाँसम्म आइदिनु भयो। हुन त उहाँकै क्षेत्र हो, म त रोल्पाको मान्छे पनि तैपनि यो ठाउँमा यस्तै जनचेतना जहाँ जागरण पैदा गरिरहन पाऊँ, यहाँ मात्रै होइन देशका 75-77 जिल्लामा यसै कार्यक्रम गर्न पाऊँ। तस्करका विरुद्ध मेलम्चीवासीले जसरी आज तिर्खाएका नेपालीलाई पानी दिने आँट गरेका छ, यही मेलम्चीवासीहरूले आजै हरिदारीका 30 अवसरमा एउटा कठोर फेरको गर्नु परेको छ कि अब स्वाभिमानको लडाइँ, अब हाम्रो देशका नेपाली दाजुभाइ दिदीबहिनीहरूको अस्तित्वको लडाइँ, सचेतको रक्षाको लडाइँ र हाम्रा ती सर्वसाधारण दिदीबहिनीहरूको चाहिँ इज्जतको लडाइँ हामीले लड्नु परेको छ। नेपालको संविधानको आज बनेको नयाँ नेपालको गणतान्त्रिक नेपालको नयाँ संविधानमा के लेखिएको छ भने हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता। सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेको के? त्यसको के अर्थ हुन्छ भने सार्वभौम सत्ता भनेको चुनावमा गएर भोट हाल्नु मात्र होइन, प्रतिनिधि चुन्नु मात्र होइन, ती चुनेका प्रतिनिधि चुनावमा तपाईँले आफ्नो प्रतिनिधिको रूपमा ल्याएका व्यक्तित्वहरू राज्यबाट सरकारबाट आफ्ना यी बेचेका छोरीहरूको सिन्दुरको लागि, आफ्ना यी बेचेका छोरीहरूको अस्तित्वको लागि, बेचेका भाइहरूको चाहिँ जीवनको लागि, उनीहरूको प्राण रक्षाको लागि बोल्न आवाज दिलाउन सक्नु, आवाज उठाउनु पनि सार्वभौम सत्ताको प्रयोग हो। त्यो होइन हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता हुनै सक्दैन। सार्वभौम सत्ताको उच्चतम प्रयोगबाट मात्रै गणतान्त्रिक नेपालको संविधानको कल्पना पुरा हुन सक्छ। त्यस कारणले गर्दाखेरि नेपालले विभिन्न सन्धि सम्झौताहरूमा पनि हस्ताक्षर गरेको छ कि मानव बेचबिखन विरुद्ध नेपाल एकबद्ध छ। मानव बेचबिखन विरुद्ध नेपाल त्यसको कहिले पनि साथ दिन सक्दैन। त्यस्ता कार्य घृणित कार्य हुँदैन, जनतालाई शोषण